नमस्ते एभ्रिवान, तपाईहरुलाई स्वागत छ जर्नी अफ लाइफ ब्लगमा। आज म कुन ठाउँ घुम्दै जाँदैछु हेर्नु होला कस्तो ठाउँ छ हैन। तपाईले सोच्नु पनि छैन होला यस्तो पनि ठाउँ हुन्छ। अनि धेरै भाडा पनि लाग्दैन, गाडी भाडा सस्तो पनि छ अनि सजिलो पनि छ आउनको लागि हैन। यस्तो ठाउँ हेर्नको लागि तपाईहरुलाई धेरै इच्छा पनि लाग्छ हैन। एकचोटी हेरेपछि कस्तो ठाउँ छ है। एकछिनमा म हेरेर आउँछु यो कुन ठाउँ छ, कहाँ म घुम्दै छु अहिले सबै डिटेल एकछिनमा आउँछ है। यस्तो छ पहाडहरु यहाँको। गाडी आउँदैछ त्यसैले मैले साइड लागे हैन। यहाँ घुम्नको लागि धेरै राम्रो पनि ठाउँ छ अनि झरनाहरु पनि छ हैन। अनि हाइकिङको लागि पनि राम्रो छ। फरेस्ट एरिया भएर मान्छे आउने यहाँ धेरै नै आइरहन्छ हैन। यस्तो छ ठाउँहरु है। माथि सबै पहाडै पहाड छ। अब एकैछिनमा म बस पार्कमा आइपुग्छु। ल म बस पार्क पनि आइसकेको छु। हेर्नु यहाँ धेरै बसहरु छ यहाँ लागेको। बसहरु स्टार्ट छ, लाइनमा लागेको छ। यता पसलहरु पनि छ। यही हो बस पार्क। यो कुन ठाउँ होला गेस गर्नु होला। म एकैछिनमा सबै कुरा भन्ने नै छु, बट हजुरहरुले गेस गर्नु होला कुन ठाउँ छ। बस पार्कमा म आइपुगेको छु अहिले हैन। यता पुलिस दाइ पनि थियो हैन। अनि यतिकै सोध्नु भयो के गरिरहेको छु, मैले यतिकै ब्लगिङ बनाइरहेको छु हैन। उहाँले राम्रोसँग बोल्नु पनि भयो, व्यवहार पनि गर्नु भयो। ल यहाँ नाम लेखेको छ है बोर्डमा, के छ पढ्नु होला। घुमेर आउँदै छ। यहाँ मैले भने नि अघि नै मान्छेहरु धेरै आइरहन्छ यहाँ। मान्छेहरु गइरहेछ। अघि नै मलाई देखेर हेरिरहेको थियो, हाँसिरहेको थियो। मैले चाहिँ क्यामेरा बन्द गरेँ। मलाई पनि हाँस उठिहाल्छ। कोही हाँस्यो भने मलाई पनि हाँस नउठ्ने कुरै हैन, उठिहाल्छ। अनि म के गरौँ, सबैतिर पानी हुन्छ हैन। पानी पर्यो भने माथिसम्म आइपुग्छ पानी। अहिले त छैन परेको हैन, बट म चाहिँ अहिले यति यहाँ छु हाइटमा, यति हाइटमा छु। बट यहाँ हेर्नु म यहाँ छु, बट कति गहिरो छ मैले भने नि अघि नै। अरु मान्छे घुमेर गइरहेछ, अरु चाहिँ अब बेलुका हुन थालिसकेको छ यता हैन। खासै मान्छे त छैन आज हैन, बट नेक्स्ट टाइम म हेरेर आउँछु हैन यहाँ कति भिड हुन्छ। उता चाहिँ टोयलेट छ हैन, त्यो टोयलेटको लागि भयो, खाजाको लागि भयो। यहाँ पसलहरु छ, मासुहरु सबै पाइन्छ यता हैन। अनि खाना भोक लाग्यो भने इजी भयो खानको लागि, घुम्नको लागि पनि ठिक्क भयो। यो हैन, यो चढ्दै त खुट्टा यति दुख्छ माथि हैन। गयो भने कति हाइटमा छ उ माथि हेर्नु। दाइहरु घुमेर आउनु भइरहेछ। यस्तो छ यहाँको ठाउँहरु। यहाँ मन्दिर भयो, यो माथि भयो जानको लागि। अनि कति राम्रो ठाउँ पनि छ यहाँ। एकछिनमा सबै थाहा हुन्छ है। यहाँ चाहिँ धारा छैन, पानी आफै बन्द हुन्छ, आफै आउँछ कि अहिले चाहिँ छैन। नेक्स्ट टाइम हेरौँ उताबाट आउँदाखेरि छ कि नै। यहाँ मन्दिर भयो हैन, मन्दिर भयो। एकैछिनमा म थाकिसकेको छु। मलाई लाग्यो होला म सक्छु बट हैन, अलि हाइटमा भएर अब कहिले नजाने मान्छे जाँदाखेरि त फर्स्ट टाइम त अप्ठ्यारै हुन्छ हैन। यहाँ यस्तो छ। ल यहाँ यस्तो भयो जानको लागि। उ बहिनीहरु मजासँग बसेर गफ गर्दैछ। यहाँ यस्तो छ, उ माथि पनि छ घुम्नको लागि, बट म चाहिँ यता जान्छु। यहाँ के छ हेर्न सक्नुहुनेछ। यहाँ दाइहरु काम गर्नु भइरहेछ। यहाँ दाइ अघि नैको खरै मेहनत गर्नु भइरहेछ। हेर्नु त साइडमा
जाली राखेको छ। यस्तो हाइटमा चढ्नलाई अप्ठ्यारै हुन्छ। अब चरम माथि जाम। बाटो त यस्तो नहुनु पर्ने। अघि नै घाम लागेको थियो, अहिले एकैछिनमा पानी पर्न थालिसकेको छ। हेर्नु होला, बादल लागिसकेको छ। अघि नै कति मजाको फ्रेस थियो, बट एकैछिनमा पानी पर्न थालिसकेको छ। यहाँ चाहिँ माथिबाट पानी आउँछ, अहिले छैन, बन्द छ। अब हेरौँ नेक्स्ट टाइम। बहिनी केही खानेकुरा राखेर बेच्दैछु। दाइ काम गरेर फर्किँदैछ, पानी पर्न थाल्यो। अब यहीँबाट सबै देखिन्छ क्या। यहाँ यस्तो छ, फोटो खिच्नको लागि यो इजी भयो होइन। ल हामी कुन ठाउँ आइसकेका छौँ? सुन्दरी जल है। राम्रोसँग पढ्नु होला। अहिले पानी पर्दैछ होइन। उता घाम लागेको छ माथि माथि, अरूतिर हेर्नु पानी परेछ यता। दाइहरू त्यहाँ बसेको छ होइन। सानो सानो बच्चा छ। दाइहरू पनि नआएर ड्रेस चेन्ज गर्दैछ। उताको नहेर। यहाँ यस्तो ठाउँ छ यहाँको। किन हो मेरै टाइममा खाली पानी पर्न थाल्छ। अस्ति पनि बनाउँदाखेरि पानी पर्यो, आज पनि बनाउँदाखेरि ल पानी पर्दैछ फेरि। अब भिजेर जानुपर्छ जस्तो छ अहिलेको होइन सिचुएसन। अब हेरौँ, एकचोटि आउनु होला है घुम्नको लागि। राम्रो हो, म पनि खाली थिएँ आज, के गरौँ नगरौँ। अनि मैले सोचेँ ठिक छ अहिले जाम, ब्लगिङ बनाऊँ। अनि अहिले म भिज्दैछु, पानी परेछ, अलिअलि छ, धेरै छैन। बट भिज्नलाई टाइमै लाग्दैन, एकैछिनमा भिजिन्छ। अलिअलि छ यता ड्रेसमा। माथि हेर्नु सबै पहाडै पहाड छ। शनिबार खास गरी प्रायः जसो मान्छेको भिड हुन्छ। आज बिहिबार हो, म बिहिबार आइपुगेँ, त्यसैले छैन मान्छेहरू। अलिअलि थियो, गइसकेको छ। अनि बाटोमा पनि अघि नै भेटेको थियो, बहिनीहरू दाइहरू थियो। अनि त्यो अझै त्यो माथि पनि छ होइन। अघि नै मैले त्यो बाटो हेरायो नि, त्यो माथिबाट सुई माथि जान सकिन्छ होइन। 1 घन्टा जति लाग्छ, यताबाट 1 घन्टा लाग्छ होइन। माथि मन्दिरहरू पनि छ। अनि भित्र सैनिक क्याम्प छ, चेकिङ गरेर होइन तब जान दिन्छ। अनि उता ड्यामहरू पनि छ। अनि स्विमिङ पनि गर्न पाइन्छ, ठाउँहरू छ उता भित्र मजाको। बट आज चाहिँ नजाने म, किनकि हेर्न सक्नुहुनेछ यहाँ पानी परेछ। अब एकैछिनमा म निस्किन्छु यहाँबाट। उता बच्चाहरू कहाँ गयो? उता बच्चाहरू त्यहाँ खेल्दैछ। अहिले म माथि नै छु, यहाँबाट फोटोहरू हिँड्छ मान्छे होइन। यहाँको सबै होइन वरिपरिको क्षेत्रको भ्यू आउँछ होइन। ठिक्क भयो। माथिबाट पनि राम्रै आउँछ। नेक्स्ट टाइम म आउँछु नि, तब माथि गएर के छ त्यो पनि हेराउने छु। बट यहाँ चाहिँ अहिले यस्तो छ, यो सबै पानी हुन्छ। अहिले पानी धेरै परेको छैन नि, यो सबै माथि पानी आइपुग्छ। ढुङ्गा पनि कति ठुलो छ यहाँको। म बोर भइरहेको थिएँ रुममा, अनि के गरौँ नगरौँ। अघि नै उज्यालो थियो, बट अहिले के गर्ने, मेरै टाइममा पानी परिहाल्छ। मलाई थाहा पनि थिएन पानी पर्छ होला। यी भिजिसकेको छ हात, हेर्न सक्नुहुनेछ, हात भिजिसकेको छ। मोबाइल फेरि भिज्छ। म निस्किन्छु यहाँबाट। ठाउँहरू राम्रै छ होइन। माथि पहाडै पहाड छ। यस्तो ठाउँ घुम्नुपर्छ है। अब के गरौँ नगरौँ, अब जाम अहिले। फेरि नेक्स्ट टाइम राम्रै ठाउँको भिडियो आउनेवाला छ। म भिज्न थालिसकेको छु, म निस्किन्छु। म भिज्न थालिसकेको छु अलि बढी नै। अब त्यसैले माथि जाने प्लानिङमा थिएँ, बट भएन, मौसमले साथ दिएन आज। म निस्किहाल्छु। मेरै टाइममा यस्तै हुन्छ क्या, खालि पानी पर्न थाल्छ। पानी परेर यस्तो भइसकेको छ। अघि नै कति फ्रेस थियो सबै। यो कुर्सीहरू दाइहरू थियो अघि नै, अहिले चाहिँ छैन है।
अब जे भयो ठिकै भयो, बट माथि म जानै सकेन पानी परेर। अनि अहिले बेलुका पनि हुन थालिसकेको छ, गयो भने रात हुन्छ। अब नेक्स्ट टाइम आएपछि म माथि जसरी पनि जान्छु है। ल नेक्स्ट टाइम फेरि चाँडै भेट्नेवाला छु। कृपया लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।